नमस्कार साथीहरु, सबैजना सन्चै हुनुहुन्छ होला है। सबैजनालाई मेरो क्लासमा स्वागत छ। तपाईहरुले देखिसक्नुभयो आजको हाम्रो क्लास रहेको छ मेकानिजम अफ मेन्सुरल साइकल। यसको लागि हामीले अलिकति यो फिगर थाहा पाउनु राम्रो हुन्छ जस्तो लाग्छ मलाई, हैन? यहाँ हेर्नुस् त, फेलोपियन ट्युब भयो यो, हैन? दुईटा फेलोपियन ट्युब हुन्छ। यो ओभरी भयो, येलो पार्ट चाहिँ ओभरी हो, है? यो ओभरी हो। यसलाई चाहिँ फिम्ब्रिया भनिन्छ, यो हात जस्तोलाई, है? अनि ओभरी दुईटा हुन्छ, युटेरस भयो, सर्भिक्स भयो र भजिना भयो। अब मेन्सुरेसन, हैन? अलिकति मेन्सुरेसन भनेको के हो बुझौं पहिला। यसलाई डिफाइन गर्नुपर्दा द साइक्लिक शेडिङ अफ द युटेराइन लाइनिङ विथ द ब्लड and mucus through the vagina occurring every 28 days in a female of reproductive age when the pregnancy does not occur. है यसले के भनिन्छ भने एउटा चाहिँ साइक्लिक शेडिङ अफ युटेराइन लाइनिङ, हैन? जसमा चाहिँ ब्लड हुन्छ, म्युकस हुन्छ, है? अनि थ्रु द भजाइना बाहिर आउँछ र यो 28 डेज को हुन्छ। यदि हैन यो चाहिँ रिप्रोडक्टिभ एजमा हुने भयो, यदि महिला प्रेग्नेन्ट भएको छैन भने मात्रै यो हुन्छ। प्रेग्नेन्सी छ भने सर्टेन टाइम पिरियडको लागि यो स्टप हुन्छ, हैन? त्यसपछि फेरि सुरु हुन्छ भन्ने कुरा भयो। ब्लड लस भनेको 30 to 80 ml नर्मल मानिन्छ है त साथीहरु। अब अलिकति यहाँ फिगर हेरौं। मैले यो मेन्स्ट्रुअल साइकलको फिगर देखाउन खोजेछु तपाईहरुलाई र अर्को फिगर, दुईटा फिगर देखाएको छु मैले। यो किन दुईटा देखाएँ त मैले भन्दा तपाईहरुलाई अलिकति कन्फ्युजन क्लियर गराइदिनको लागि। धेरै जना जसो चाहिँ कन्फ्युजन हुनुहुन्छ। यो मेन्सुरेसन भनेर 1 to 6 देखाएको छ, हैन? यहाँ 1 to 5 देखाएको छ। तपाईहरुले सम्झिदा चाहिँ 1 to 6 नै सम्झिनुस्, किनभने 5 त त्यसमा पर्न आउँछ, है? त्यसपछि यसमा प्लोरिफेरेटिभ फेज भनेर देखाएको छ, ओभुलेसन र सेक्रेटरी फेज भनेर 16 देखि 28 सम्म सेक्रेटरी फेज भनेर देखाएको छ। अब यो फिगरमा हेर्नु त यता चाहिँ ल्युटियल फेज भनेर 16 देखि 28 सम्म ल्युटियल फेज भनेको छ। अब तपाईहरु कन्फ्युजन नहुनुस्, ल्युटियल फेज र सेक्रेटरी फेज एउटै हो। अब यहाँनिर चाहिँ हेर्नुस् है, मेन्स्ट्रुअल फेज र फोलिकुलर फेज भनेर दिएको छ। यहाँ चाहिँ प्लोरिफेरेटिभ फेज भनेर दिएको छ। अब तपाईहरु नझुकिनुस्, यसमा चाहिँ यो के हो भने यो मेन्स्ट्रुअल फेज र मेन्स्ट्रुअल फेज फोलिकुलर फेज भित्रै यो दुईटा पर्छ। मेन्स्ट्रुअल फेज फोलिकुलर फेज भनेकै मेन्स्ट्रुअल फेज हो, हैन? र अनि सेक्रेटरी फेज के रे प्लोरिफेरेटिभ फेज हो साथीहरु, नझुकिने यसमा, है? यो फोलिकुलर फेज भन्नु र प्लोरिफेरेटिभ फेज भन्नु एउटै हो, हैन? तर एउटै हो भन्दाखेरि त यहाँनिर बुझ्नु के पर्यो भने फोलिकुलर फेज भित्र चाहिँ मेन्सुरेसन फेज पनि पर्यो, अनि फोलिकुलर फेज के रे प्लोरिफेरेटिभ फेज पनि पर्यो, हैन? तर यता चाहिँ हामीले प्लोरिफेरेटिभ भन्यौं भने चाहिँ यो प्लोरिफेरेटिभ फेज भयो, मेन्सुरेसन फेज भयो। यसरी चाहिँ बुझ्नु पर्यो, है? तर तपाईहरुलाई कसैले फोलिकुलर फेज भनेर आएको छ भने यो भित्र चाहिँ मेन्स्ट्रुअल फेज पनि पर्छ भन्ने कुरा चाहिँ अलिकति क्लियर हुनुस् भनेर मैले भनेको। र यो ओभुलेसन भनेको चाहिँ उस भित्रै हुने भयो, फोलिकुलर फेज भित्रै हुने कुरा हो यो ओभुलेसन, अथवा प्लोरिफेरेटिभ फेज भित्रै हुने हो। प्लोरिफेरेटिभ फेजको अन्तिम अथवा फोलिकुलर फेजको अन्तिममा चाहिँ ओभुलेसन हुन्छ र ओभुलेसन भइसकेपछि सेक्रेटरी अथवा ल्युटियल फेज सुरु हुन्छ साथीहरु, है? त्यो भएर मैले फिगर देखाइदिएको। अब मेकानिजम हेरौं। द साइकल कन्सिस्ट अफ द सिरिज अफ चेन्जेस, हैन? दैट टेक्स प्लेस कन्करेन्टली इन द ओभरिज एन्ड द युटेराइन वाल, स्टिमुलेटेड बाइ द चेन्ज इन द ब्लड कन्सन्ट्रेसन अफ द हार्मोन, हैन? एउटा सिरिज अफ चेन्जेस रहेछ। कहाँ हुन्छ त भन्दाखेरि प्राय गरेर ओभरिज र युटेराइन वालमा हुन्छ। जब हाम्रो हार्मोनको मात्रा चाहिँ ब्लडमा तलमाथि हुन्छ त्यति बेला चाहिँ यो स्टिमुलेटेड हुन्छ भनेर भन्यो, हैन? अब यो हार्मोन सेक्रेटेड इन द साइकल आर रेगुलेटेड बाइ द नेगेटिभ फिडब्याक मेकानिजम, हैन? नेगेटिभ फिडब्याक मेकानिजमबाट चाहिँ हार्मोन रेगुलेटेड हुने रहेछ। यो नेगेटिभ फिडब्याक भनेको के हो हेरौँ है त। नेगेटिभ फिडब्याकमा चाहिँ एउटा सेट पोइन्ट हुन्छ जसमा सेन्सर हुन्छ, हैन? र यसले चाहिँ कन्ट्रोल सेन्टरलाई मेसेज गर्ने भयो र इफेक्टर यो कन्ट्रोल सेन्टरले चाहिँ इफेक्टरलाई चाहिँ मेसेज गर्ने भयो, हैन? अब यसमा चाहिँ कस्तो हुन्छ भने हार्मोन लेभल हाम्रो शरीर ब्लडमा कम हुँदाखेरि चाहिँ यो स्टिमुलेटेड हुन्छ, बढी हुँदा चाहिँ यो डिप्रेस हुन्छ, सप्रेस हुन्छ है त साथीहरु। र त्यही अनुसार चाहिँ यो रेगुलेटेड भएको हुन्छ नेगेटिभ फिडब्याक मेकानिजम। भनेपछि अब पोजिटिभ पनि अलिकति बुझौं। पोजिटिभ फिडब्याक मेकानिजममा चाहिँ कस्तो हुन्छ भने यसमा चाहिँ स्टिमुलस हुन्छ, सेन्सर हुन्छ, कन्ट्रोल सेन्टर हुन्छ र इन्क्रिज इफेक्टर। जहिले पनि यो इफेक्टर भयो, अनि इफेक्टरले चाहिँ जहिले पनि इन्क्रिज गर्छ के, इफेक्ट चाहिँ
इन्क्रिज गर्छ। भन्न खोजेको चाहिँ के हो भने आफ्नो ओरिजिनल स्टेटलाई जहिले पनि एम्प्लिफाई गर्छ। जस्तै फर इक्जाम्पल हात काट्यो हैन, हात काट्यो भन्ने बित्तिकै त्यहाँबाट त ब्लिडिङ भइरहेको हुन्छ। त्यो ब्लिडिङ त्यति बेला चाहिँ के हुन्छ भने त्यहाँ प्लेटलेटहरू जान्छन् र प्लेटलेट गइसकेपछि त्यहाँ केमिकल रिलिजहरू हुन थाल्छ र केमिकल रिलिज भइसकेपछि के हुन्छ भने मोर प्लेटलेटहरू एट्र्याक्ट हुन थाल्छन् र एउटा सिल बनाउँछ जसलाई टेम्पोरेरी सिल बनाउँछन्, प्लेटलेट प्लग भनेर भनिन्छ र ब्लड रोकिन्छ हैन र कोआगुलेसन हुन्छ भनेर भनौं। अब यो चाहिँ लोकल भयो हैन। अब सेन्ट्रलको कुरा गर्नु पर्दाखेरि चाहिँ बच्चा जन्मित जस्तै डेलिभरीको समयमा के हुन्छ भने बच्चा तलतिर डिसेन्ट हुँदै गर्दाखेरि बच्चाको टाउकोले सर्भिसमा प्रेसर गर्छ र प्रेसराइज गर्दाखेरि सर्भिस स्ट्रेच हुन्छ र त्यति बेला मेसेज अब के हुन्छ भने ब्रेनमा मेसेज जान्छ। हाइपोथालामसमा मेसेज गइसकेपछि हाइपोथालामसले के गर्छ त भन्दा पोस्टेरियर पिट्युटरी ग्ल्यान्डलाई अक्सिटोसिन हार्मोन रिलिज धेरै गर भन्छ र पोस्टेरियर पिट्युटरी ग्ल्यान्डले अक्सिटोसिन हार्मोन रिलिज धेरै गर्छ र बेबी डेलिभरी हुनलाई सजिलो हुन्छ। अब यहाँनिर दुईटामा के बुझ्नुपर्छ तपाईहरुले भने पोजिटिभ र नेगेटिभमा के फरक छ भने पोजिटिभमा सेट पोइन्ट हुने रहेछ, पोजिटिभमा चाहिँ सेट पोइन्ट हुँदैन, नेगेटिभमा चाहिँ सेट पोइन्ट हुन्छ। पोजिटिभमा चाहिँ एउटा ओरिजिनल स्टेटलाई बढाइदिने रहेछ भने नेगेटिभमा चाहिँ बढाउने होइन कि बढ्यो भने चाहिँ सप्रेस गर्ने भयो, घट्यो भने चाहिँ स्टिमुलेटेड निकाल्ने भयो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। र पोजिटिभमा एउटा जब प्रडक्ट आउटपुट नआएसम्म चाहिँ यसले बढाइ नै राख्ने रहेछ। जस्तै फर इक्जाम्पल डेलिभरी नभएसम्म, बेबी डेलिभरी नभएसम्म त बढ्ने नै भयो अक्सिटोसिन हैन र प्लेटलेट प्लग फर्मेसन नभएसम्म चाहिँ प्लेटलेटहरू एग्रिगेट हुने नै भए। यो चाहिँ यसरी नेगेटिभ र पोजिटिभ फिडब्याक जान्नु चाहिँ आवश्यक हुन्छ साथीहरु। यो पोजिटिभ फिडब्याकको कुराहरु ल्युटिनाइजिङ सर्समा आउँछ, त्यही भएर मैले तपाईलाई यो पोजिटिभ र नेगेटिभ फिडब्याक अलिकति बताइदिए। योसँग रिलेटेड भएको हुनाले यो जानिराख्नु पर्छ है त। अनि दिस इज अ सिरिज अफ इभेन्ट र अकरिङ रेगुलरली इन फिमेल एभ्री 26 to 30 days थ्रु आउट द चाइल्ड बेरिङ पिरियड हैन। यो चाहिँ चाइल्ड बेरिङ पिरियडमा मात्रै हुन्छ र मेनोपज भएपछि यो हुँदैन, एभ्री डेमा हुन्छ। 26 देखि 30 दिन अथवा कसैले चाहिँ 28 दिनको साइकल भनेर भनिन्छ है त। अब कुन हर्मोनहरुले यसमा रोल गरेको हुन्छ भन्दा ल्युटिनाइजिङ हार्मोन, रिलिजिङ हार्मोन चाहिँ हाइपोथालामसले सेक्रेट गर्छ र यो एलएचआरएस ले चाहिँ के गर्छ त भन्दा एफएसएस निकाल्छ हैन। एफएसएस कहाँबाट निकाल्छ भन्दा एन्टेरियर पिट्युटरी ग्ल्यान्डबाट एफएसएस निकाल्छ। यो एफएसएस भनेको फोलिकल स्टिमुलेटिङ हार्मोन हो, जसले के गर्छ भने ओभरीमा भएको फोलिकलहरुलाई चाहिँ म्याच्योर गराउने काम गर्छ र म्याच्योर भइसकेपछि के निकाल्ने काम गर्छ भन्दा यो म्याच्योर भएको फोलिकलले नै एस्ट्रोजन हार्मोन निकाल्छ र अनि एस्ट्रोजनले चाहिँ एस्ट्रोजनको फेरि रोल हुन्छ, त्यो चाहिँ म तपाईलाई एक्सप्लेन गर्नेछु है त पछि। अब त्यसपछि आएर एन्टेरियर पिट्युटरी ग्ल्यान्डले नै ल्युटिनाइजिङ हार्मोन निकाल्छ। ल्युटिनाइजिङ हार्मोनले चाहिँ के गर्छ भन्दा ओभुलेसनलाई ट्रिगर गर्छ र यसले कर्पस ल्युटियमलाई डेभलपमेन्ट गरी र डेभलप कर्पस ल्युटियमबाट प्रोजेस्टेरोन निकाल्छ है त। अब फेजेसको कुरा गर्नु पर्दा मेन्स्ट्रुअल साइकल्सको फेजेसमा चाहिँ मेन्स्ट्रुअल फेज भनेको चाहिँ जम्मा यो 4 डेजको हुन्छ अथवा रेन्जमा लिँदा 4 to 6 डेजको भयो। प्लोरिफेरेटिभ फेज भनेको 10 डेजको हुन्छ, सेक्रेटरी फेज भनेको 14 डेजको हुन्छ। अल टुगेदर सबै गरेर 28 दिनको हुने भयो। तपाईहरुलाई यो जाँचमा चाहिँ सोधिरा हुन्छ प्लोरिफेरेटिभ फेज कति दिनको हुन्छ, सेक्रेटरी कति दिनको हुन्छ भनेर चाहिँ क्वेशनहरु आइराको हुन्छ साथीहरु, त्यही भएर याद गर्नु होला। अब एउटा गरेर हेरौँ हामी मेन्स्ट्रुअल फेजमा के हुँदो रहेछ। जब ओभम चाहिँ फर्टिलाइज भएन भने हैन हाम्रो ब्लडमा भएको हाई लेभल प्रोजेस्टेरोन हार्मोनले पिट्युटरी ग्ल्यान्डको एक्सनलाई इनिबिट गरिदिने भयो र पिट्युटरी ग्ल्यान्डको एक्सन इनिबिट भइसकेपछि ल्युटिनाइजिङ हार्मोन चाहिँ डिक्रिज हुने भयो हैन र विथड्रल अफ दिस हार्मोन कजेस डिजेनेरेसन अफ द कर्पस ल्युटियम एन्ड दस द प्रोजेस्टेरोन प्रोडक्सन इज डिक्रिज। साथीहरु है प्रोजेस्टेरोन प्रोडक्सन डिक्रिज भइसकेपछि के हुँदो रहेछ त भन्दा लाइनिङ अफ द युटेरस डिजेनेरेट and breakdown and menstruation begins है। जस्तै खेत रोप्ने बेलामा हामीले राम्रोसँग एकदम जस्तै कस्तो भन्न खोजेको भने खेत रोप्दा त हामीले एकदम सम्म पारेर पानी जमाएर एकदम नरम सफ्ट गरेर रोपेको हुन्छ, तर त्यो पानी सुक्यो, पानी परेन भने त एकदम धाजा फाटेको देख्नु भएको छ नि। हाम्रो युटेरसमा पनि त्यस्तै हुन्छ। प्रोजेस्टेरोन हार्मोन नहुने बित्तिकै युटेरस डिजेनेरेट हुन्छ अनि ब्रेकडाउन
डाउन हुन थाल्छ र म्याचुरेसन सुरु हुन्छ। अब म्याचुरेसन फ्लोमा चाहिँ के हुन्छ त हेर्नुस् त, इन्डोमेट्रियल ग्ल्यान्ड हुन्छ, इन्डोमेट्रियल सेल हुन्छ, अनि त्यसपछि आएर ब्लड हुन्छ हैन, ब्रोकन डाउन क्यापिलरीबाट र अनफर्टिलाइज्ड ओभम पनि हुने भयो। अनि व्हेन द अमाउन्ट अफ प्रोजेस्टेरोन इन द ब्लड फल टु द क्रिटिकल लेभल, जब क्रिटिकल लेभलमा प्रोजेस्टेरोन हर्मोन घट्छ तब अर्को ओभरी चाहिँ के हुन्छ त भन्दा स्टिमुलेटेड बाइ द फोलिकल स्टिमुलेटिङ हर्मोन, अनि त्यसपछि चाहिँ प्लोरिफेरेटिभ फेज चाहिँ सुरु हुन्छ है त साथीहरु। अब प्लोरिफेरेटिभ फेजमा चाहिँ के हुने रहेछ हेर्नु, नामै त प्लोरिफेरेटिभ भनेको चाहिँ त्यहाँ बढिरहेछ, प्लोरिफिरेसन भइरहेछ। एट this stage, an ovarian follicle stimulated by the follicle stimulating hormone is growing toward the maturity and producing estrogen. Estrogen stimulates the proliferation of the endometrium in the preparation for the reception of the fertilized ovum. अब यो एस्ट्रोजन को काम भनेको चाहिँ के हो भने र युटिरसलाई चाहिँ बनाउने किन बनाउने त भन्दा फर्टिलाइज्ड ओभमलाई रिसिभ गर्नको लागि, राख्नको लागि राम्रो ठाउँ तयार गर्ने काम भनेको चाहिँ एस्ट्रोजनको हुन्छ। अनि यसले के गर्छ त भन्दा इन्डोमेट्रियमलाई चाहिँ थिक बनाइदिन्छ, र्यापिड सेल मल्टिप्लिकेसन हुन्छ। यहाँ फिगरमा पनि मैले देखाउन खोजेको छु साथीहरु है। अब हेर्नुस् त यहाँ इन्क्रिज इन द नम्बर अफ म्युकोस सेक्रेटिङ ग्ल्यान्ड, ब्लड क्यापिलरीज हैन, प्लोरिफेरेटिभ फेजमा के बढ्ने रहेछ त हेर्नु, म्युकोस सेक्रेटिङ ग्ल्यान्ड बढ्दो रहेछ, क्यापिलरीजहरु बढ्दो रहेछ हैन। अनि यो फेज कतिखेर इन्ड हुँदो रहेछ त भन्दाखेरि ओभुलेसन भइसकेपछि यो फेजको इन्ड हुन्छ। त्यसपछि जब एस्ट्रोजन हर्मोन this phase end when the ovulation occur and the estrogen production decline हैन। एस्ट्रोजन प्रोडक्सन चाहिँ डिक्लाइन भइसकेपछि हाम्रो चाहिँ अर्को फेज सुरु हुन्छ। जस्तै यो प्लोरिफेरेटिभ फेजमा हेर्नुस् त यहाँ इन्डोमेट्रियल सेल प्लोरिफरेसन हुन्छ हैन, एपिथेलियल एपियर हुन्छ, युटेराइन ग्ल्यान्ड डेभलप हुन्छ, ब्लड भेसल्स एपियर हुन्छ र इन्डोमेट्रियमको थिकनेस भनेको 3 to 4 mm को हुन्छ। अब अलिकति यहाँ मैले तपाईहरुलाई बुझाउनको लागि यो इन्डोमेट्रियलको लेयर दुईटा हुन्छ भनेर यहाँ अलिकति बुझाउन खोजेछु छु। फंक्सनल लेयर र बेसल लेयर हुन्छ। फंक्सनल लेयर चाहिँ सेड आउट हुने भयो, बेसल लेयरले चाहिँ के गर्ने भयो भने यो चाहिँ रिमेन इन्ट्याकै हुन्छ र यसले चाहिँ रिजेनेट गर्छ। केले रिजेनेट गर्छ भन्दा फंक्सनल लेयरलाई चाहिँ रिजेनेट गर्छ अर्को साइकलको लागि है त। अनि यो इन्डोमेट्रियम भनेको चाहिँ हाम्रो प्राय गरेर हर्मोनसँग सेन्सिटिभ हुन्छ है त साथीहरु। अब सेक्रेटरी फेज हेरौँ। इमिडिएटली आफ्टर ओभुलेसन द लाइनिङ सेल अफ द ओभरियन फोलिकल आर स्टिमुलेटेड बाइ द ल्युटिनाइजिङ हर्मोन टु डेभलप द कर्पस ल्युटियम व्हिच प्रोड्युस द प्रोजेस्टेरोन हैन। जब ओभुलेसन हुने बित्तिकै लाइनिङ सेल अफ द ओभरियन फोलिकल्स आर स्टिमुलेटेड बाइ द ल्युटिनाइजिङ हर्मोन। अब ल्युटिनाइजिङ हर्मोनले स्टिमुलेटेड हुन्छ र यसलाई कर्पस ल्युटियममा डेभलप गर्छ र कर्पस ल्युटियमले के निकाल्छ त प्रोजेस्टेरोन निकाल्छ। अब प्रोजेस्टेरोन हर्मोन under the influence of the progesterone, the endometrium become edematous and the secretory gland produce increased amount of the watery mucus हैन। अब प्रोजेस्टेरोन हर्मोन जुन एस्ट्रोजनले बनाएर राखेको अलि राम्रो बनाएको थियो त्यसलाई अझै राम्रो बनाउने काम चाहिँ प्रोजेस्टेरोनको गर्छ। अझै ग्ल्यान्ड सप्लाईहरु बढ्छ, इन्डोमेट्रियम अझै बाक्लो हुन्छ हैन। अनि त्यसपछि ग्ल्यान्ड सप्लाईहरु बढिसकेपछि वाटरी म्युकोसहरु प्रोडक्ट गर्छ। त्यो वाटरी म्युकोसले चाहिँ स्पर्मलाई चाहिँ ट्राभल गर्नको लागि सजिलो हुन्छ र त्यस्तै खालको ग्ल्यान्डहरु चाहिँ युटेराइन ट्युबमा पनि बढ्छ र त्यहाँ पनि वाटरी म्युकोसहरु हुन्छ, जसले गर्दा अझै स्पर्मलाई चाहिँ के हुने भयो त ट्राभल गर्न सजिलो हुने भयो है। अब सेक्रेटरी फेजमै छौं हामी। द ओभम मे सर्भाइभ आफ्टर ओभुलेसन। ओभम चाहिँ कति बाँच्छ त भन्दा ओभुलेसन भइसकेपछि 8 घण्टा मात्रै बाँच्छ हैन। र यो स्पर्महरु चाहिँ 24 आवर्स आफ्टर क्वाइटस 24 आवर्ससम्म चाहिँ फर्टिलाइज गर्न सक्छन्। बाँच्न चाहिँ यिनीहरु लामो समयसम्म बाँचेको हुन्छ तर क्यापेबल हुँदैन फर्टिलाइजको लागि है। भनेपछि यसले के बुझाउँछ भने ओभरअल टाइम भनेको फर्टिलाइजेसनको लागि सर्ट पिरियड रहेछ भन्ने कुरा चाहिँ बुझिन्छ हैन। अनि अब यदि फर्टिलाइज भएन भने चाहिँ म्याचुरेसन सुरु हुन्छ है त। फर्टिलाइज भयो भने चाहिँ के हुन्छ त भन्दा त्यो फर्टिलाइज भएको ओभमलाई चाहिँ जाइगोट भनिन्छ। जाइगोट चाहिँ युटेरसमा गएर इम्बिटेट भएर बस्छ हैन र यसले चाहिँ एससीजी निकाल्छ। एससीजी भनेको ह्युमन कोरियोनिक गोनाडोट्रोफिन हर्मोन हो हैन। यो चाहिँ सिमिलर टु द ल्युटिनाइजिङ हर्मोनको जस्तै काम गर्छ। यसले ल्युटिनाइजिङ हर्मोनले के गरेको थियो त कर्पस ल्युटियमलाई इन्ट्याक्ट राखिराख्छ र कर्पस ल्युटियमले चाहिँ प्रोजेस्टेरोन निकालिराख्थ्यो। भनेपछि यसले चाहिँ 3 देखि 4 महिनासम्म चाहिँ त्यही काम गर्ने भयो हैन। प्रोजेस्टेरोन हर्मोन चाहिँ निकालिराख्ने भयो र आफ्टर 3 to 4 मन्थ पछाडी चाहिँ प्लेसेन्टाले निकाल्छ साथीहरु
है प्लेसेन्टाले निकाल्छ अनि त्यसपछि प्लेसेन्टाले के गर्छ त भन्दा प्लेसेन्टाले जति पनि चाहिने न्युट्रिसनहरु सबै प्लेसेन्टाबाटै पाउँछ नचाहिने चीजहरु चाहिँ पनि त्यहीबाट फाल्ने काम चाहिँ गर्छ है त त्यसपछि यो फिगर अलिकति हेरौँ है त साथीहरु यो फिगरबाट चाहिँ यहाँ फोलिकुलर फेज ल्युटियल फेज भनेर छ फोलिकुलर फेज भित्र मेन्सुरल फेज र प्लोरिफेरेटिभ फेज पर्ने भयो ल्युटियल फेज भनेको चाहिँ सेक्रेटरी फेज भयो है त साथीहरु अब यो मैले देखाउन खोजेको चाहिँ के हो भने इन्डोमेट्रियम लेयर चाहिँ मेन्सुरेसनको फर्स्ट डेमा कति बाक्लो छ हेर्नुस् अनि बिस्तारै सेड आउट हुँदै जान्छ 6औं डेमा पुग्दाखेरि चाहिँ एकदमै कम हुन्छ 7औं डेबाट फेरि बिस्तार सुरु हुन थाल्छ बढ्न थाल्छ र हाम्रो सेक्रेटरी फेजसम्म पुग्दाखेरि थिकनेस हेर्नुस् फेरि पहिलाकै लेभलमा पुग्छ हैन एकदमै ठीक हुन्छ हो यही कुरा देखाउन खोजेको अब यही हेर्नुस् अब ओभुलेसनमा चाहिँ के हुने भयो त भने ओभरिन साइकलमा चाहिँ यहाँ ओभुलेसनमा ओभरीबाट चाहिँ ओभरी जुन हाम्रो फोलिकुलहरु ब्रस्ट भएको हैन ओभुलेसन भएको देखाइएको छ र ओभुलेसनको बेलामा यहाँ हार्मोन लेभल चाहिँ हेर्नुस् त एफएसएस हैन फोलिकल स्टिमुलेटिङ लेभलको मात्रा कहाँ छ है त्यसपछि आएर ल्युटिनाइजिङ सोर्स भएको छ अब ल्युटिनाइजिङ सोर्स किन हुन्छ त यति बेला भन्दा यहाँ तपाईलाई अर्को एउटा कुरा बुझाउँछु म यहाँ एस्ट्रोजन हार्मोन चाहिँ यो हाम्रो सेक्रेटरी के रे भन्छ प्लोरिफेरेटिभ फेजमा चाहिँ एस्ट्रोजनको लेभल एट द एन्ड अफ द हाम्रो प्लोरिफेरेटिभ फेजको एन्डमा चाहिँ एस्ट्रोजन हाई भएको हुन्छ यो हाई भएको एस्ट्रोजनले चाहिँ हाम्रो हाइपोथालामसले पोजिटिभ फिडब्याक पठाएको हुन्छ पोजिटिभ फिडब्याक पठाएको हुन्छ र अनि हाइपोथालामसले चाहिँ के निकालेको हुन्छ भने गोनाडोट्रोफिन रिलिजिङ हार्मोन निकालेको हुन्छ जसले चाहिँ के गर्दिने भयो त भन्दाखेरि शार्प राइज इन द ल्युटिनाइजिङ हार्मोन गराइदिन्छ जसलाई चाहिँ हामी त्यो शार्प राइज भएको ल्युटिनाइजिङ हार्मोनलाई चाहिँ ल्युटिनाइजिङ सोर्स भनेर भन्छौं हेर्नुस् त यहाँ ल्युटिनाइजिङ हार्मोन एक्कासी बढेको छ नि शार्प राइज भएको छ त्यसलाई हामी ल्युटिनाइजिङ सोर्स भनेर भन्छौं त्यसपछि बिस्तारै घट्दै गएको देखाएको छ अब एस्ट्रोजनको लेभल चाहिँ यो हाम्रो प्लोरिफेरेटिभ फेजमा मात्रै हाई छ त्यसपछि घट्दै गएको छ हैन अनि हाम्रो चाहिँ एस्ट्रोजनको मात्रा यहाँ मेन्सुरेसन र प्लोरिफेरेटिभ फेजमा कम छ त्यसपछि बिस्तारै बढ्दै गएको छ हैन हाम्रो सेक्रेटरी फेजमा चाहिँ प्रोजेस्टेरोनको मात्रा एउटा लेभलमा एट द लेभलमा गएर बढेको छ र त्यसपछि चाहिँ प्रोजेस्टेरोनको मात्रा अघि नै के भनेको थिए मैले हाई लेभल अफ द प्रोजेस्टेरोन इन द ब्लड इनहिबिट द एक्टिभिटी अफ द के भनेको थिए मैले पिट्युटरी ग्ल्यान्ड भनेको थिए जब पिट्युटरी ग्ल्यान्डको एक्टिभिटीलाई इनहिबिट गर्ने बित्तिकै एन्टेरियर पिट्युटरी ग्ल्यान्डबाट चाहिँ के आउँदैन त भन्दा के निकाल्न नदिने भयो त भन्दा ल्युटिनाइजिङ हार्मोन नआउने भयो ल्युटिनाइजिङ हार्मोन नआउने भएपछि कर्पस ल्युटियमलाई चाहिँ के नगर्ने भयो त कर्पस ल्युटियम चाहिँ इन्ट्याक्ट भइराख्नु डेभलपमेन्ट नहुने भयो त्यो डेभलपमेन्ट नहुने बित्तिकै डिजेनेरेसन हुने बित्तिकै चाहिँ प्रोजेस्टेरोन हार्मोन डिक्लाइन हुने भयो हो यसरी चाहिँ फेरि मेन्सुरेसन सुरु हुन्छ र फेरि त्यसपछि फेरि फेज साइकल चाहिँ रिपिट हुन्छ साथीहरु हाम्रो यो सेक्रेटरी फेजबाट फेरि के फेज आउने भयो त फेरि मेन्सुरेसन फेज आउने भयो फेरि साइकल रिपिट हुने भयो मलाई जहाँसम्म लाग्छ यो तपाईहरुले राम्रोसँग बुझ्नु भयो होला है मैले अलिकति समराइज पनि राखिदिएको छु तपाईहरुलाई सजिलो होस् भनेर मेन्सुरल फेज डे 1 to 5 लाई चाहिँ हामी मेन्सुरल अथवा डे 1 to 6 लाई हामी मेन्सुरल साइकल भन्छौं यसमा चाहिँ फंक्सनल लेयर अफ इन्डोमेट्रियम सेड हुन्छ मैले इन्डोमेट्रियमको दुईटा लेयर हुन्छ भनेर मैले बताइसकेको छु हैन अनि जसमा चाहिँ मेन्सुरल ब्लिडिङ हुन्छ अनि हार्मोन चाहिँ कुन घटेको हुन्छ त भन्दा एस्ट्रोजन एन्ड प्रोजेस्टेरोन घटेको हुन्छ फोलिकल स्टिमुलेटिङ स्टार्ट रेजिङ अब यति बेला चाहिँ भर्खर स्टार्ट भएको हुन्छ रेजिङको लागि अर्को फोलिकुल प्रिपेयर गर्नको लागि हैन युटेरस क्लियर ओल्ड लाइनिङ टु बिगिन्स द न्यू साइकल है साथीहरु अनि त्यसपछि प्लोरिफेरेटिभ फेजमा हेरौं त अकर्स आफ्टर मेन्सुरेसन हैन यो चाहिँ 6 देखि 14 दिनसम्मको भयो अनि एस्ट्रोजन इन्क्रिज फ्रम द डेभलपिङ फोलिकल्स इन्डोमेट्रियम रिजेनरेट एन्ड थिकनेस भइहाल्यो बन्नको लागि हैन इन्डोमेट्रियल ग्ल्यान्ड बिकम स्ट्रेट एन्ड द ग्रो ल्युटिनाइजिङ सोर्स ह्यापन्स एट द एन्ड अफ द लीड्स टु ओभुलेसन है यो कुरा मैले बताइसकेको छु तपाईलाई पनि मैले यहाँ स्लाइड देखाइदिएको छु मैले अघि फिगरमा भनिसकेको छु यो कुरा है अब त्यसपछि सेक्रेटरी फेजको समरी हेरौं अकर्स आफ्टर द ओभुलेसन डे 15 to 28 डेज हैन कसैले चाहिँ 16 to 28 डेज पनि हुन्छ है साथीहरु र प्रोजेस्टेरोन इज हाई from the corpus luteum endometrium become thick soft and nutrient rich endometrial gland become coiled and secrete glycogen for possible embryo cervical mucus become thick huncha if pregnancy occurs HCG maintain the corpus luteum
मैले यो एक्सप्लेनेसन गरिसकेको छु इफ नो प्रेग्नेन्सी प्रोजेस्टेरोन ड्रप्स मेन्सुरेसन बिगिन्स हैन मलाई लाग्छ साथीहरु तपाईहरुलाई यो मेन्सुरेसन साइकल अब जहाँबाट आए पनि तपाईहरुले गर्न सक्नुहुन्छ मैले मेन्सुरेसन के हो मेन्सुरेसन भनेको के हो मेन्सुरेसन फेज साइकलका फेजेसहरु के हुन् नेगेटिभ फिडब्याक के हो पोजिटिभ फिडब्याक के हो हैन र यसको समराइज सम्म तपाईहरुलाई जाँचमा लेख्न सजिलो होस् भनेर समराइज सम्म मैले राखिदिएको छु सबैजनालाई धेरै धेरै धन्यवाद